पढाइरहेको छौँ अहिले पनि केही सुविधाहरू दिन सकेको सुविधाहरू हामीले दिइरहेको छौँ जय मानव सेवाबाट र आगामी दिनहरूमा नै सक्छु कि भन्ने एउटा आँट र हिम्मतले यहाँ सुलिमानीमा पनि मैले एउटा शाखा छ भन्ने कुरा हजुरहरूलाई जानकारी गराउन चाहेको हो र जति पनि आइदिनु भयो यो भिडियोहरू हेरिदिनु भयो होइन जति नै हामीले गरिरहेको काम अहिले चाहिँ यो हाम्रो 5 महिनादेखि स्टार्टिङ भएको हो र भोलि बल्ल 6 महिनामा लाग्छ हाम्रो जय मानव सेवा ओपन भएको चाहिँ र यसको भन्नुपर्दाखेरि हाम्रो चाहिँ मेन भनेको अमेरिकामा छ होइन यो यहाँ त एउटा शाखा मात्रै हो हजुरहरूलाई पनि परेको खण्डमा जय मानव सेवाले तिल आवाज जति सक्छौँ हामीले त्यतिहरू गर्न केही सहयोगहरू पुर्याउन मद्दत गर्छौँ र साथसाथै र धन्यवाद यहाँहरूको समयको लागि फेरि पनि कार्यक्रममा उपस्थितिको लागि मेरो व्यक्तिगत तर्फबाट साथसाथै जय मानव सेवाको तर्फबाट धन्यवाद व्यक्त गर्दै यहाँहरूको सल्लाह सुझावको प्रक्रियाको अपेक्षा गर्दै अहिलेलाई बिदा हुन्छ हस् धन्यवाद। मलाई चाहिँ 35,000 इमर्जेन्सी परेको भएर हामीले चाहिँ त्यस्तै आज भोलिपल्ट चाहिन्छ भने आज जस्तो उहाँलाई हामीले 35,000 वितरण गर्न सफल भयो। गर्नुभएको नेपालीमा सिक्नुभएको दाइहरूमा र मेरो नाम कृष्ण गुरुङ हो जिल्ला चापाचौर तुरुकिङ गाउँपालिका अहिले हाल धरणकृति हस्पिटलमा विगत 1.5 वर्षदेखि मेरो एउटा निगरानी भएर मेरो हप्ताको 2 पटक डायलिसिस गर्दै आइरहेको छु र मेरो मम्मीको चाहिँ विगत 5 वर्ष भयो र आज भिडियो बनाउनुको मेन उद्देश्य भनेकै हाम्रो जय मानव सेवाबाट चाहिँ धेरै राम्रो मैले सहयोग पाएको छु धेरै राम्रो हेल्प पाएको छु र जय मानव सेवामा लाइफमा बस्दै गर्दाखेरि हेल्प गरिदिनु हुने हाम्रो किशोर गुरुङ दादाले मलाई 10,000 दिनु भएको छ उहाँलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु र आज जय मानव सेवाबाट मलाई भएको अवस्था पनि हुन्छ। नमस्ते सम्पूर्णमा मेरा शुभचिन्तक तथा सहयोगी मनहरूमा म मृगला माथागढी पाल्पाबाट मलाई मेरो उपचारको लागि मेरो मृगला प्रत्यापनको लागि रु 30,100 रुपैयाँ सहयोग गर्नुभएको छ र साथसाथै उहाँ हुनुहुन्छ एउटा मृगौला पीडित 2टा मृगौला छैन उहाँको अहिले र हामीले सहयोग गर्ने क्रममा उहाँलाई चिठा मार्फतै गर्दाखेरि उहाँलाई 30,100 रुपियाँ वितरण भएको थियो जय मानव सेवाबाट र सम्पूर्ण जय मानव सेवालाई जति नै साथ सपोर्ट गर्दै आउनुभयो मेरो दाजुभाइ दिदीबहिनीहरूलाई सम्पूर्णलाई धेरै धेरै हृदयदेखि नै धन्यवाद र जति नै आगामी दिनहरूमा नै सबैजनाले सम्पूर्णले हात मेलो गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा गर्दैछु र हजुरले पनि कुनै सङ्घ संस्थामा होइन कसैले हजुरहरूसँग अपेक्षा गर्छ भने हजुरहरूले जय मानव सेवालाई भन्न सक्नुहुन्छ हामीले सक्ने रकमहरू जय मानव सेवाबाट पनि हजुरहरूको बिरामी अथवा कोहीलाई पनि हामीले हेल्प गर्न सक्छौँ र साथसाथै आगामी दिनहरूमा नि राम्रो काम गर्दै जान्छौँ भने यो हजुरहरूसँग बाचा भयो हाम्रो जय मानव सेवाको र साथसाथै अहिले हामीलाई एकजना बिरामीको पनि अहिले भर्खरै हामीलाई यहाँ जानकारी पाएको छ उहाँ चाहिँ दृष्टिविहीन हुनुहुँदो रहेछ र उहाँको लागि पनि जय मानव सेवाले केही रकमहरू सहयोग गर्नुहुन्छ भन्नु हो। कुनै पनि बिरामीलाई गर्नुभन्दा अगाडि हामीले चाहिँ हस्पिटलको कागज र उहाँहरूको मेडिकल केही जाँचहरू छ भने मात्र हामीले उहाँलाई हेल्प गर्छौँ किनभने कुनै पनि मेडिकल या केही पनि हजुरहरूसँग रिपोर्ट छैन भने त्यसको लागि म क्षमा चाहन्छु। हामीले कुनै पनि बिरामीलाई गर्नुभन्दा अगाडि हामीले हरेक डिटेल्स मात्रै बुझेर र ओडाबाट केही कागजहरू बनाएर सिफारिसहरू ल्याउनु भयो भने चाहिँ हामी त्यसमा सहयोग गर्न सक्छौँ र साथसाथै आजको यहाँ हुनुहुन्छ हाम्रो 2 जना नानी र बाबु हुनुहुन्छ र जो हुनुहुन्छ दृष्टिविहीन उहाँहरू जन्मजातै दृष्टिविहीन हुनुहुँदो रहेछ र सरी यसको लागि र यहाँ हामीले चाहिँ यतिकै यहाँ आज आइहाल्यो होइन र साथसाथै जय मानव सेवाबाट
हजुरहरूकै अगाडि नै हामी भन्दैछौँ। उहाँहरूलाई चाहिँ अहिले हामीले सक्ने सहयोग भनेको अहिले उहाँ इमर्जेन्सीमा आउनुभएको कारणले हामी जय मानव सेवाबाट सल्लाह सुझाव लिएर बिहानदेखि लिएर उहाँलाई आज जय मानव सेवाले $200 गर्नुहुन्छ भन्ने जानकारी हजुरहरू सामु पनि घोषणा गर्न चाहे। साथसाथै बालबालिकाको भिडियोहरू पनि मैले गर्न लाग्थेँ, तर नेटको प्रब्लमले गरेर चाहिँ उहाँहरू पुरै भिडियो देखाउन सकिनँ है, त्यसको लागि एकदम क्षमा चाहन्छु। उहाँको चाहिँ ब्रेनमा प्रब्लम भएको कारणले चाहिँ होइन, उहाँको एकदम धेरै खर्च लाग्ने भएको कारणले त्यसैमाथि खुट्टा पनि उहाँको फ्र्याक्चर छ। त्यसैले उहाँहरूको लागि चाहिँ हामीले सक्ने मद्दत चाहिँ जय मानव सेवाको टिमबाट गरेको थियौँ र हाम्रो सदस्यमा त्यति धेरै चाहिँ हुनुहुन्न, त्यही पनि हामी 8-7 जना टिम भएर पनि यतिसम्म चाहिँ हामी गर्न सफल भयौँ। अहिलेको आगामी 5 महिनाभित्र चाहिँ हामीले बालबालिका 5 जना र साथसाथै जय मानव सेवाले आश्रममा भएको बालबालिकालाई अब सक्ने सहयोगहरू गर्दै आएको छौँ र आगामी दिनहरूमा नि सङ्घ संस्थाहरू सँगसँगै हामी पनि मिलेर काम गर्नेछौँ भनेर आजको हामीले यहाँनिर शाखा पनि छ भन्दै जानकारी गराउँदै हजुरहरूसँग सबै सङ्घ संस्थाहरूलाई हामीले आग्रह गरेको थियौँ र आउनुभएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद। साथसाथै आजको यो भिडियो पनि नेटको कारणले गरेर चाहिँ हामीले पुरै देखाउन पाएन है, त्यसको लागि त एकदम क्षमा चाहन्छु म।